जति मैले सिलाइ सिक्ने ठाउँमा गएर सिकेँ नि त्योभन्दा बेसी त मैले युट्युबबाट सिकेँ। या मलाई कुनै चिज सिलाउनु छ भने म त्यसलाई चाहिँ त्यो भिडियो जुन मैले सिलाउनु पर्ने भिडियो कुर्ता या प्लाजो या ब्लाउज म रातभरि भिडियो हेरेर बस्थेँ। त्यसको कटिङ त्यसको कटिङको थ्योरीहरू चाहिँ म एकदमै भिडियो हेरेर सिक्थेँ होइन। अनि अब फर्स्ट सुरुमा त त्यति थाहा हुँदैन नि त। अब टेलरमा सिक्न गयो त्यहाँ मिसलाई देखाइ भयो कि भएन भनेर नापेर कटिङ गरिन्छ र काटिन्छ सिलाइन्छ। तर मैले फर्स्ट कुर्ता चाहिँ घरमा आफैले भिडियो हेरेर युट्युब हेरेर चाहिँ कटिङ गर्दाखेरि चाहिँ मेरो सानो गल्ती भएको थियो। त्यो गल्ती चाहिँ के हुन्छ नि मैले भिडियो चाहिँ एकदमै राम्रोसँग डिटेलमा हेरिनँ छु। त्यसमा चाहिँ जति चाहिने आफ्नो कुम लिएर त्यसमा 1 इन्च प्लस गर्नुपर्ने थियो। मैले चाहिँ कलरवाला कुर्ता कटिङ गरेको थिएँ। त्यसमा चाहिँ कुम चाहिँ थोरै 1 इन्च कम भएर चाहिँ मेरो कुर्ता चाहिँ हल्का कुम टाइट भएर बिग्रेको थियो। हजुरहरू चाहिँ त्यस्तो नगर्नु होला ल। युट्युब भिडियो हेरेर कपडा कटिङ गर्नुहुन्छ भने चाहिँ त्यसलाई बार दोहोऱ्याएर 3-4 पटक हेरेर अनि डिटेलमा बुझेर मात्रै कपडा कटिङ